स्मरणीय रहनेछ र आज हामीले आफ्नो जिम्मेवारी सबैले वहन गर्नेछौँ र आजका पठ्याध्यापकले आफ्नो भनाइ राख्नको लागि म माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। सतार बोलो ना। प्रत्येक कक्षा कोठामा चुनिएका शिक्षकहरू अनिवार्य रूपमा पढाउनु पर्नेछ। कुनै पनि कक्षा कोठाबाट शिक्षक भइसकेपछि र अर्को शिक्षकहरूभन्दा अगाडिको खाली समयमा प्रत्येक कक्षाका कक्षा कोठा साफ गर्नुपर्नेछ। केही कारणवश कुनै क्लास खाली भएको अवस्थामा जुनसुकै विद्यार्थीलाई त्यो क्लासमा पढाउनु जिम्मेवारी दिन सक्दैन र त्यो विद्यार्थीले अनिवार्य रूपमा त्यो सेवाले वहन गर्नुपर्नेछ। र अन्तिममा 4 बजेको भर्ती भइसकेपछि नियमित रूपमा सबै विद्यार्थीहरू अनुशासित भई लाइनमा गेटबाट बाहिर लाग्नुपर्नेछ। अब पुरस्कार वितरण गर्नुपर्दा विगतका वर्षहरूमा भन्दा यस वर्ष पनि विशेष खालको पुरस्कार दिने कुरा भइरहेको छ। त्यसैले तपाईँहरू सबैजनालाई तुलसीको जिम्मेवारी निष्ठापूर्वक वहन गर्नुहोला र कार्यक्रमलाई सफल भव्य र अविस्मरणीय बनाउने योजना गर्नुहोला र सबै विद्यार्थी र भाइ बहिनीहरूले अनुशासित भई सबै क्लासहरू अटेन्ड